के तपाईँ यस्तो व्यक्ति हुनुहुन्छ who cannot figure out कि तपाईँ यस्तो किन फिल गर्नुहुन्छ? के तपाईँ यस्तो व्यक्ति हुनुहुन्छ जसलाई भन्छ अरूले कि तिमी त साह्रो इमोसनल छौ यार, and you wonder within your own self, why do you feel the way you feel? के तपाईँ यस्तो व्यक्ति हुनुहुन्छ जसलाई लाग्छ कि you're not properly understood, तपाईलाई राम्ररी चिनिएकै छैन, तपाईले पनि आफैलाई पनि राम्रो बुझ्न सक्नु भएको छैन भन्ने व्यक्ति हुनुहुन्छ? के तपाईँ यस्तो व्यक्ति हुनुहुन्छ जसको मनमा प्रश्नै प्रश्नहरू छ? If you are that person, then today's video is for you. And today's video is on the term called education, specifically something called the 3 stages of education. Here we go. हामी एउटा यस्तो समाजमा जिउँछौँ जहाँनिर एजुकेसनलाई कसरी बुझिन्छ अथवा एजुकेसनको पर्पजलाई कसरी मानिन्छ भन्दा चाहिँ हामी क्लास 1 पढ्छौँ क्लास 2 जानका लागि, क्लास 2 पढ्छौँ क्लास 3 जानका लागि, 3 पढ्छौँ 4 जानका लागि, गर्दै 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 हामी 10 पुग्छौँ। 10 देखि ज्ञानीहरूले साइन्स लिन्छ, 11 देखि लद्दुहरूले आर्ट्स लिन्छ, ठिकैको बिचकोहरू चाहिँ कमर्समा पढ्छ। म कमर्सको हो। हामी एउटा यस्तो समाजमा जिउँछौँ जसले एजुकेसनलाई मार्कसिटमा आएको मार्क्स पर्सेन्टेजेसको हिसाबमा नापतोल गरी पठाउँछौँ। इज द्याट अ ब्याड मिडियम? इज इट रङ? नो, इट्स नट रङ। तर त्यो एजुकेसन होइन, त्यो लिट्रेसी हो। तपाईँ के हो त एजुकेसन भनेको? यदि तपाईँले गहिरो रूपमा हेर्नुभयो भने एजुकेसनको शब्दलाई इङ्ग्लिस डिक्सनरीले टु नो भनेर बुझाइएको छ, अथवा जान्नु, परख्नु, बुझ्नु, अध्ययन गर्नु। यो कन्टेक्स्टलाई म अझै राम्ररी बुझाउनु लागि म तपाईँलाई 3 स्टेजेस अफ एजुकेसन पढाउनेवाला छु आज मेरो लेक्चर सिरिजमा। So what are the 3 stages? The first stage is called information, अथवा थाहा हुनु। इन्फर्मेसन भनेको के हो त? मलाई जब मेरो पर्फर्मेन्सेसहरूको लागि मलाई बोलाइन्छ, मलाई कतै इभेन्ट्सहरूतिर बोलाउँछ, कामहरूमा जान्छु, विभिन्न मान्छेहरू भेट्छु, मलाई एक किसिमले कसरी इन्ट्रोड्युस गराउँछ भन्दा अब आउनु हुँदैछ मल्टी ट्यालेन्टेड एक्टर, डाइरेक्टर, सिङ्गर, सङराइटर, प्रड्युसर, ब्ला 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 के भन्दै इन्ट्रोड्युस गराउनुहुन्छ क्या। मेरो एउटा चिनारी त्यो छ, र अर्कोपट्टि यो मान्छे जस्तो हाउडा मान्छेको पनि छैन भन्छ। एकपट्टि मलाई एकदम दामी भन्छौ, द पिपल स्वेयर बाई मी, र अर्कोपट्टि मभन्दा खतम मान्छे कोही पनि छैन भन्छ। एन्ड दिस ब्रिङ्स मी टु अ भेरी इम्पोर्टेन्ट क्वेसन। त्यसो भने म को हो त? कि म मल्टी ट्यालेन्टेड दामी चिज हो, कि म खतम डिभोर्सी, a person who doesn't deserve to have a beautiful life again हो? के हो त म? यो प्रश्नहरूको बिचमा चाहिँ यदि कोही मान्छे आफैमा एजुकेटेड छैन भने चाहिँ हराउँदो रहेछ। थ्याङ्क गड, एकदम ईश्वर धन्यवाद क्या, that I got to know who I am. स्क्रिनको पल्लोपट्टि बस्नुहुने तपाईँहरूले जसले मलाई हेरिरहनु भएको छ, द ट्रुथ इज तपाईँलाई मेरो बारेमा इन्फर्मेसन मात्रै थाहा छ। अनमोल गुरुङ भन्ने एकजना मान्छे छ, मोटे छ, गीत गाउँछ, राम्रै गाउँछ, भयङ्कर पनि होइन, गीत गाउनुभन्दा बेसी अलिक राम्रो लिरिक्स लेख्छ, फिल्म बनाउँछ, मजाले कथाहरू भन्छ। All of that is just information. र इन्फर्मेसन आफैमा चाहिँ ठुलो कुरा केही पनि होइन। हाम्रो नेपाली भाषी समाज चाहिँ यस्तो हो कि अब जब हाम्रोमा इन्फर्मेसन मात्रै आएको छ, यो इन्फर्मेसन मात्रै पाउँदा पनि हामीले आफैलाई यति बुद्धिमानी र ज्ञानी सम्झी पठाउँछौँ क्या। इनफ्याक्ट तपाईँलाई भन्नु नै हो भने आजको हाम्रो समाजभित्रको बुद्धिजीवी, सोकल्ड बुद्धिजीवीहरूलाई हामीले खोदालेर हेऱ्यौँ भने तपाईँले के पाउनुहुन्छ भन्दा चाहिँ इन्फर्मेसनै मात्रै पाउनुहुन्छ उहाँहरूकोमा।
अरे हाम्रो संविधानमा त्यस्तो छैन, गोर्खाल्यान्ड यस्तो हाम्रो यस्तो इन्फर्मेसन चाहिँ पुरा छ, तर त्यो इन्फर्मेसनलाई प्रोसेस गरेर नेक्स्ट स्टेजमा जानु नै सक्नुहुन्न क्या। इन्फर्मेसन मात्रै हुनु चाहिँ तपाईँको लागि झनै कष्टदायक हो। बरु इन्फर्मेसन मात्रै हुनु चाहिँ राम्रो कुरा होइन। लिटल नलेज इज डेन्जरस भन्छ नि, त्यसै इन्फर्मेसन मात्रै हुनु हो। जस्तो इक्जाम्पलको तौरमा आजको जेनेरेसन्समा सो कल जेन्जिजहरूमा तपाईँ गफ गर्नुभयो भने, उहाँहरूसँग बस्नुभयो भने उहाँहरूलाई यति बेसी इन्फर्मेसन छ, आमा बस्नुहोस् त तपाईँलाई सिकाइदिन्छ यो होइन, लाइक दिस होइन, यसो लेट ब्रो लेट एन्ड आई डोन्ट नो अरू के भन्नुहुन्छ। अनि तपाईँ अझै माथिको मान्छेहरूसँग बस्नुहोस्, तपाईँलाई इन्फर्मेसन विभिन्न किसिमको इन्फर्मेसन देखेको छ। सिनेमाकर्मीहरूसँग बस्नुहोस्, सिनेमा लाइक दिस द डच एङ्गल एन्ड द फ्रेन्च सिनेमा एन्ड द रेभोल्युसन एन्ड द कुनैको डाइरेक्टरले के भन्यो एन्ड अल अफ दोज स्टफ्स आर देयर। एउटा आर्ट म्युजिसियन्सहरूसँग बस्नु ओभर खेलिदिएको हुने हेप्पी बजाइदिएको टाइट हुने एम्बो कुनै के एन्ड डिल गिभ यु एक्चुली इज प्लेइङ अन अ काउन्ट अफ 5-7 को काउन्ट हो या कुनै के इट्स अ भेरी डिफ्रेन्ट काउन्ट इट्स अ भेरी डिफ्रेन्ट काइन्ड अफ अ मिक्सिङ कुनै के भन्ने विभिन्न इन्फर्मेसन तपाईँलाई दिन्छ। अनि इनफ्याक्ट आजको समयमा हामी चाहिँ इन्फर्मेसन ओभरलोडेड भएका छौँ। वी डोन्ट नो what to do with that information. We don't know how to extract data out of that information. तर एजुकेसनको पहिलो स्टेप चाहिँ इन्फर्मेसन हो। अब इन्फर्मेसन पाउनु भनेर चाहिँ थाहा हुनु। मैले भने नि तपाईँलाई मेरो बारेमा थाहा छ, अनमोल गुरुङ भनेर मान्छे छ यस्तो, द्याट इज जस्ट इन्फर्मेसन। बट वी कम टु द सेकेन्ड one of the most important steps is जब मान्छेले त्यो इन्फर्मेसन पाउँछ र त्यो इन्फर्मेसनलाई के गर्नु, त्यो इन्फर्मेसनबाटको भ्याल्यु बुझ्नुलाई चाहिँ भन्छ द सेकेन्ड स्टेप इज कल्ड नलेज अर अन्डरस्ट्यान्डिङ, ज्ञान। इन्फर्मेसन लेभलमा चाहिँ धेरै मान्छे छ। आज तपाईँ कुनै झगडा हेर्नुहोस् त, तपाईँ झगडा हेर्नुहोस्, कहाँ झगडा हुँदैछ भने त्यो झगडा चाहिँ इन्फर्मेसनको आधारमा लडिन्छ। एभ्री वार, एभ्री झगडा चाहिँ इन्फर्मेसनका आधारमा लडिन्छ, तर एभ्री मिलाप अन्डरस्ट्यान्डिङको आधारमा हुन्छ, नलेजको आधारमा हुन्छ। So, somebody left you. When you figure out why they left you, those are the most important, valuable knowledge that you've ever done. एउटा इक्जाम्पललाई लिएर हेरौँ टु मेक इट मोर इन्ट्रेस्टिङ। तपाईँहरूलाई एउटा सम्बन्धको सेन्समा बुझाउँछ है। एउटा केटा हुन्छ, एउटा केटी हुन्छ। एउटा केटाले केटीलाई पुरा माया गर्छ, केटीले केटालाई नि पुरा माया गर्छ। दुईजनाको सम्बन्ध कति ब्युटिफुल हुन्छ, आहा संसारै रमाइलो मिठो। त्यहाँदेखि अचानक तपाईँको केटी तपाईँदेखि टाढो भएको तपाईँले अनुभव गर्न थाल्नुहुन्छ। ऊ छ त यहीँ, तर उसको मन अर्कै जग्गामा छ। यो इन्फर्मेसन तपाईँले पाउनु हुँदैछ, तर किन हुँदैछ चाहिँ तपाईँलाई थाहा नै छैन। मोस्ट अफ फर्स्ट थिङ्क यो चाहिँ बुझ्नु नसक्ने कुरा हो भनेर यत्तिकै बिरहमा यो कुरा नबुझेर हाम्रो एन्टायर लाइफलाई नै हामीले बिताइ पठाउँछ क्या। यो चाहिँ अब इन्स्टेन्स चाहिँ केटीको विषयमा मात्रै भन्दैछु मैले। एउटा सम्बन्धमा केटाकेटीको, यो केटी भिलेन भनेको होइन, केटाले पनि त्यसो गर्छ। तर तपाईँको पार्टनर भनौँ न त्यसरी छुट्टिँदै जाँदाखेरि के हुन्छ त भन्दाखेरि चाहिँ वी नेभर एक्चुली गो डाउन एन्ड सिट डाउन एन्ड आस्क वाइ। हाम्रो वाइ चाहिँ किन भला हुन्छ क्या। त्यो किन चाहिँ क्वेसन होइन क्या, त्यो चाहिँ जस्ट लाइक म आई हेभ पिटी अन मी वाला हो यो क्या। अनि त्यो चाहिँ राम्रो होइन क्या। And then the girls will be saying, like, I don't like this kind of tamasha, And the boys will be like, so it's over now, man. It's over. And then guys will say, but nobody actually sits down and asks the question, why? एउटा मान्छे किन त्यसरी हुन्छ? लाटा सिधा हिसाबले म यो कुरालाई आज छुन्छु। यसको कारण जब म पनि त्यो स्टेटमा थिएँ, म पनि फर्स्टमा त्यही भए किन संसार ब्ला 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 ब्ला, but then I started to sit down and figure out
I started to ask the question, why? मैले त्यो पाएको इन्फर्मेसनलाई प्रोसेस गर्न थालेँ र त्यो इन्फर्मेसनबाट डेटा एक्सट्र्याक्ट गर्दै जाँदाखेरि त्यसको अध्ययनमा पस्दै गर्दाखेरि I ended up learning something called the 4 attachment styles. तपाईलाई थाहा छ रिसर्चले भन्छ कि तपाईको पार्टनर तपाईसँग छुट्टिनु अगाडि एक्चुअल तपाईको ब्रेकअप हुनु केही समय अगाडि माइन्डमा नै तपाईलाई पहिला छोडिसकेको हुन्छ अनि त्यो जुन चाहिँ टसल पिरियड हुन्छ नि त्यो टसल पिरियड चाहिँ बुझ्नै सक्दैन अर्को जसले छोड्दै गरेको व्यक्तिले छोडिँदै गरेको व्यक्तिले बुझ्नु नै सक्दैन क्या because this person has never sat down and tried to understand human psychology, human behavioral patterns. किन हामीलाई लाग्छ यो पढ्ने योहरु चाहिँ किन हामी त पढेनौ खाली किन भने त 1 then 2 2 then 3 what is the purpose मैले अहिले सम्म in fact there is a very important के रे एउटा जोक्स पनि छ नि another day went by जब मैले a plus b whole squared को युज नगरी जिन्दगी बिताए भन्छ such a foolish statement. In fact हाम्रो नेपाली भाषी समाज यस्तो समाज हो जब अलिकति ज्ञानी कुरा ए ज्ञान नदिएपछि भन्छ oh my god ज्ञान has become a गाली a sarcasm. How do we expect हाम्रो आफ्नो नेपाली भाषी जाति to grow यदि ज्ञानलाई चाहिँ हामीले डिस्पाइज गर्छौं भने यदि हामीले ज्ञानलाई तल्लो दर्जामा हेर्दैछौं भने यो हाम्रो नेपाली भाषी समाजको सबैभन्दा ठुलो एकदमै ठुलो नराम्रो प्याटर्न हो बिहेभियरल प्याटर्न हो हाम्रो समाजमा ज्ञानलाई सेलिब्रेट गरिँदैन बाहुबली माचोइजमलाई सेलिब्रेट गरिने समाज हो जबकि तपाई संसारको सबै अमेजिङ मान्छेहरुलाई उठाएर हेर्नुस् उहाँको पिछाडीपट्टि तपाईले आएर हेर्नुभयो भने द सेन्ट्रल फोकस अफ एभ्रिथिङ अमेजिङ दे डिड इज बिकज अफ देयर ज्ञान If you are a Christian watching me from the other end, त्यहाँनिर बाइबलमा एउटा ठाउँमा लेखिएको छ जसले भन्छ होसेको किताबमा हुनुपर्छ जहाँनिर ईश्वरले आफ्नो प्रजालाई भन्दै हुनुहुन्छ मेरो प्रजा चाहिँ उसको ईश्वरप्रतिको अज्ञानताले मर्दैछ अथवा इग्नोरेन्स बाइबलले यो पनि भन्छ कि यदि तिमीले पैसा खर्च गरेर केही कुरा किन्न सक्छौ भने सबैभन्दा इम्पोर्टेन्टली चाहिँ ज्ञान किन भन्दैछ क्या तर हामी चाहिँ यस्तो समाजमा जिउँछ जसले भन्छ ज्ञानले खानु दिन्छ भन्छ द ट्रुथ इज ज्ञानले नै खानु दिन्छ यदि तपाईँ बुद्धिस्ट फिलोसफीमा बिलिभ गर्नुहुने व्यक्ति हुनुहुन्छ भने व्हाट डु यु थिंक डिड गौतम बुद्ध डु जब बोध गयाको रुखको मुनि बसिरहनु हुँदाखेरि उहाँले के गरिरहनु भएको थियो त उहाँ ध्यानमा हुनुहुन्थ्यो भन्छ नि त्यो ध्यान भनेको के हो त भित्रीहरु मेडिटेसन भन्दै गर्दाखेरि यसको एकदम सेन्ट्रल भित्र कोरमा जानु हुँदै गर्दाखेरि उहाँले धेरैवटा कुराको प्रश्नको उत्तर खोजिरहनु भएको छ इन फ्याक्ट देयर इज अ भेरी इम्पोर्टेन्ट एलिमेन्ट कल्ड ट्रुथ अनि त्यस जब उहाँले निर्वाणा अटेन गर्नुभयो भन्छ निर्वाणा अटेन गरिसक्नु भए पश्चात उहाँले सिकाउनु भएको कुरा के थियो द 4 नोबल ट्रुथ यतापट्टि तपाईले क्राइस्टलाई हेर्नुभयो भने क्राइस्टले के भन्छ नो द ट्रुथ एन्ड द ट्रुथ shall set you free if you knew who you actually were ni तपाई आफैले यस्तो हेपेर हेर्नुहुन्न थियो क्या यदि मलाई यो भिडियो हेर्दै गरेको कोही ब्रदर सिस्टर कोही पनि अंकल आन्टी बाजे बोजू नानी कुनामा बसेर आफ्नो लाइफलाई क्वेशन गर्नु हुँदैछ भने नि one of the most important things I can tell you is तपाईले तपाईकै बारेमा you are not yet educated about your own self you just have information about your own self you do not have knowledge and understanding about your own self if I ask you who are you हामी यस्तो समाजमा जिउँछौं जहाँनिर के भन्छ
फोटोग्राफ हाल्छ मी बी योरसेल्फ भनेर हाल्छौँ My question is very good. Be yourself. But before you be yourself, I want to ask you, who are you? तपाईँ को हो त? I'm Anmol Guru. No, त्यो तपाईँको नाम हो. I'm a filmmaker. No, त्यो तपाईँको काम हो. I'm asking you, who are you? These simple but profound questions, यो क्वेसन चाहिँ ह्युम्यानिटीको कोरमा सोधिने प्रश्नहरू हो. तर हाम्रो समाज हामी भात खानु र जब गर्नुमा बिजी छौँ. अमेजिङ कुरा हेर्नुहोस् है ब्रो, तिमीलाई त ओभर सजिलो हुँदा तिम्रो त दामी दामी माइकको अगाडि क्यामेरा रेकर्डिङ गरेर यु हेभ नो आइडिया हाउ आई रिच्ड एट दिस स्पेस. मलाई एउटा कुरा बताउनुहोस् न, ह्युमन बिङ्सको भात खानु बेसिक निड हो नि त होइन. खाना खानु त पर्यो नि त भनिदिइहाल्छ. हाम्रो केही फाइटहरू हुँदाखेरि स्पेसली जब बाउहरूसँग गफ हुँदा, मेरो फादर र मेरो बिचमा धेरै पहिला यस्तो गफ हुन्थ्यो. अलिअलि छोराहरूले ज्ञानी कुरा गर्नु भने यार भाइ लास्टमा चाहिँ हो च्यापो चाहिँ लक हुनु हुँदैन भन्नुहुन्थ्यो. द्याट इज ट्रु, एकदम इम्पोर्टेन्ट हो. तर मेरो काउन्टर क्वेसन चाहिँ यो हो कि जब मान्छे केही कुराको ध्यान र अध्ययन गरेर हायर नलेजमा जाँदै गर्दाखेरि किन खाना खानु छोडेर व्रत बस्छ, फास्टिङ किन गरिन्छ? त्यो त काउन्टर कल्चरल कुरा भयो त. अट्याचमेन्ट स्टाइल्स, 4 अट्याचमेन्ट स्टाइल्सको मैले गफ गरिरहेको थिएँ. होइन, 4 अट्याचमेन्ट स्टाइलमा 3वटा चाहिँ इन्सिक्योर अट्याचमेन्ट हुन्छ. अट्याचमेन्ट भनेको चाहिँ कोही मान्छेसँग पनि, कोही मान्छे जब अट्याच हुन्छ, सम्बन्ध बनिन्छ कुनै पनि किसिमको, त्यो सम्बन्ध बनिँदाखेरि कस्तो तरिकाले प्याटर्नलाई स्टडी गरेर बिहेभियरल प्याटर्न्सहरूलाई स्टडी गरेको हो. र त्यो 3वटा इन्सिक्योर अट्याचमेन्टमा चाहिँ फर्स्टमा चाहिँ भन्छ एङ्सियस प्रिअक्युपाइड. एङ्सियस प्रिअक्युपाइड भनेको चाहिँ यस्तो व्यक्तिहरू हुन्छ जो पिपल प्लिजर्सहरू हुन्छ. अनि उसले आफैलाई के सोचिरहेको हुन्छ, म त वाउ यु नो आई लाइक टु टेक केयर अफ पिपल भन्छ. तर डिपमा चाहिँ हाम्रो उसमा के हुन्छ भने आई विश समबडी वुड टेक केयर अफ मी लाइक द वे आई टेक केयर अफ देम. त्यो चाहना हुन्छ क्या. यदि तपाईँ त्यो व्यक्ति हुनुहुन्छ भने यु आर एन एङ्सियस प्रिअक्युपाइड पर्सन, यु नो अट्याचमेन्ट स्टाइल भएको व्यक्ति हो. अनि तपाईँको कोर वुन्ड, तपाईँको एकदम कोर वुन्ड चाहिँ एब्यान्डनमेन्ट हो. तपाईँ जे पनि गर्नुहुन्छ एब्यान्डन नहोस् भनेर तपाईँलाई पनि थाहा हुँदैन, तर तपाईँको साइकोलोजीमा भित्रीय ठाउँमा तपाईँलाई यो कुराहरूले यु नो पुस गरिरहेको हुन्छ. इनफ्याक्ट मैले खासमा तपाईँलाई एक्चुली पढाउनु पर्ने होइन फर्स्ट आई थिङ्क वाज बडी माइन्ड एन्ड सोल भन्ने पढाउनु पर्थ्यो होला. बट वेन दिस भिडियो कल बडी माइन्ड एन्ड सोल कम्स आउट, आई वान्ट यु टु वाच इट भेरी केयरफुली एन्ड देन कम ब्याक एन्ड वाच 3 स्टेजेस अफ एजुकेसन अगेन. एकअर्कामा कन्जेक्चरमा तपाईँले यो लेक्चर्सहरूलाई हेर्नुहोस्. इट्स गोइङ टु हेल्प यु भेरी 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 मच. हुन्छ नि, एकदम डरलाग्दो तपाईँले हेल्प गर्नेवाला छ. सो वान अफ द फर्स्ट इन्सिक्योर अट्याचमेन्ट चाहिँ एङ्सियस प्रिअक्युपाइड हो. तपाईँ चाहिँ पुरा सेयरिङ, केयरिङ, लभिङ हुनुहुन्छ, तर तपाईँको त्यो पर्सनालिटी चाहिँ एक्चुली एउटा इन्सिक्योर यु नो अट्याचमेन्ट स्टाइल हो. अनि तपाईँको कोर वुन्ड चाहिँ एब्यान्डनमेन्ट हो. तपाईँलाई छोडेर नजाओस् भन्ने त्यो डरले तपाईँलाई एक्चुली यो सबै राम्रो काम गर्नुमा पुस गरिरहेको हुन्छ क्या. द सेकेन्ड वान इज कल्ड अभोइडेन्स. हुन्छ नि, यो अभोइडेन्टमा पनि देयर इज ए. अभोइडेन्ट ए इज कल्ड फियरफुल avoidant. B is called dismissive avoidant. Avoidant is उहाँहरूको चाहिँ के भन्छ भने उहाँहरूको चाहिँ इन्डिपेन्डेन्स क्रेभ गर्नुहुन्छ क्या. उहाँहरूले अलिकति उहाँलाई पुरा क्लोज हुनु मनपर्छ कसैसँग, अनि क्लोज हुनुहुन्छ. अनि जब क्लोज भइसक्छ त्यहाँदेखि मजा आउँछ. तर फेरि जब प्रायः फेरि अभोइडेन्ट र एङ्सियस प्रिअक्युपाइड एकअर्कालाई अट्र्याक्ट गर्नुहुन्छ. अनि डिसमिसिभ अभोइडेन्ट, फियरफुल अभोइडेन्टहरू चाहिँ के हुन्छ भने पुरा क्लोज हुन चाहनुहुन्छ. तर क्लोज भइसकेपछि मैले क्लोज हुनु हुँदैन, म यस्तो क्लोज भयो भने त उनीहरूको भित्रीय बिलिफ सिस्टममा कतिवटा कुराहरू पैदा भएको हुन्छ जसले भन्छ दे विल लुज देयर इन्डिपेन्डेन्स. अनि त्यो इन्डिपेन्डेन्स पाउनुको लागि उहाँहरूकोले इन्भलेन्ट्री कतिवटा कुराहरू गरिपठाउनुहुन्छ. त्यसले गर्दाखेरि उहाँलाई पनि थाहा हुन्छ मैले यो गर्दैछु, दिस इज नट गुड, तर पनि यु कान्ट हेल्प इट. तर अब भन्नु पनि सकिँदैन, गर्दै 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 यति साह्रो कन्फ्युजन क्रिएट हुन्छ र इन्डिपेन्डेन्स क्रेभ गर्नुहुन्छ.
नम्बर 1 नम्बर 2 उहाँहरूको कोर बिलिफमा यो पनि लाग्छ कि कसैमाथि पनि ट्रस्ट गर्नु सकिँदैन आई लभ यु त भन्दैछ कति राम्रो आई लभ यु टु पनि भनिँदैछ तर त्यो कोरमा चाहिँ उहाँहरूको फ्रिडम हो क्या दे थिङ्क द्याट सम्बन्धमा आयो भने चाहिँ बाँधिन्छ एङ्सियस ब्रेकअपहरूलाई चाहिँ होइन बाँधिनु चाहिँ राम्रो हो सो त्यो जुन टसल हुन्छ नि त्यो टसलले गर्दाखेरि चाहिँ धेरै रिलेसनसिप्समा चाहिँ तातो चिसो हुँदो रहेछ क्या अनि यो तातो चिसो भएकोले गर्दाखेरि चाहिँ कतिजनालाई यति साह्रो गाह्रो यु टक अबाउट सुइसाइड्स कतिजनाले सुइसाइड गर्नुभएको छैन यस्तै कुराहरू नबुझ्नु भएर हो क्या द्याट इज वान अफ द रिजन्स वाइ स्वामी विवेकानन्दले पहिला भन्नुभएको थियो क्या नलेज इज लाइट भन्नुभएको थियो क्या knowledge is light and it has to be Swami Vivekananda if I'm not mistaken so knowledge is light भन्यो भने then what is the opposite of light the opposite of light is darkness अँध्यारो अनि अँध्यारोपनामा knowledge को opposite चाहिँ के हो ignorance and women think that is their superpower आज म त इग्नोर गरिदिन्छु ओ माई गड तपाईँलाई थाहा पनि छैन तपाईँले ताँडोमुनि मात्रै हाल्नु हुँदैछ एक दिन तपाईँको लाइफमा यस्तो गनाउँछ कि गनाएको दिन चाहिँ तपाईँलाई साह्रो पर्छ कता के भयो कसो भयो तपाईँलाई थाहा छ केटाहरूको नलेज अबाउट मेनी थिङ्स कहाँ सुरु भएको सिम्पल थिङ्स लाइक सिगरेट तान्नु गाँजा खानु केटी कसरी पठ्याउनु इनफ्याक्ट द फर्स्ट आइडियाज अबाउट सेक्स द फर्स्ट बुझाइ अबाउट पोलिटिक्स सबै त्यो गाउँको छेउको चौतारामा सुरु हुन्छ क्या द्याट इज द फर्स्ट एजुकेसन एक्चुअल एजुकेसनल हब एजुकेसनमा चाहिँ आइडियाज विचारधाराहरूको प्रतिस्पर्धा हुँदछ क्या द होल कन्टेक्स्ट अफ एजुकेसन नै त्यो थियो क्या कम्युनिकेसन थियो जब एकाअर्कासँग हामी बातचित गरेर धेरै कुरा बुझ्ने कोसिस गर्थ्यौँ आज हामी एकाअर्कासँग कन्भर्सेसन गर्दैनौँ आर्ग्युमेन्ट गर्छौँ जस्तो मेरो भिडियो यहाँनिर हेरिरहनु भएकोमा जो व्यक्तिले मलाई मन पराउनु हुँदैन तपाईँले अलरेडी तपाईँको मनमा मेरोसँग आर्ग्युमेन्ट गरिसक्नु भयो तपाईँले आर्ग्युमेन्ट गर्नु पाउनुहुन्न एब्सोल्युटली पाउनुहुन्छ तर आर्ग्युमेन्ट गर्नु अगाडि तपाईँले सोच्नुहोस् पहिला सुन्नुहोस् मैले के भन्दैछु यु हेभ फुल राइट टु डिसएग्री विथ मी म तपाईँलाई भन्दैछु मेरो भिडियो हेर्ने हरेक व्यक्तिले मलाई पत्याउनु पर्दैन कुनै कराकर छैन तर किन मैले पत्याउनु हुँदैन भनेर पहिला चाहिँ राम्ररी विचार गर्नुहोस् द्याट्स अनदर भेरी इम्पोर्टेन्ट थिङ केटाहरूको चाहिँ मोस्ट इम्पोर्टेन्ट चाहिँ द कन्भर्सेसनल हब चाहिँ त्यो चौतारा हुन्छ या त कफी जोइन्ट्स या त गेमिङमा बस्दाखेरि या त फुटबल खेल्दै गर्दाखेरि केटीहरूको चाहिँ गसिप सेन्टर्सहरू हो ओए अन्त के सुनिस् त्यो ओए आमा कस्तो है त्यो उसको पल्लापट्टि त्यस्तो भएछ छोड्यो तर हामी त गसिप इज सच ए पावरफुल टुल वर्ड अफ माउथ पब्लिसिटी पनि भनिन्छ फिल्म मेकिङमा होइन गसिप चाहिँ खालि तपाईँले इन्फर्मेसन मात्रै पाएको हो नि त गसिपै मात्रै त नराम्रो होइन होला कि तर गसिपमै सीमित हुनु चाहिँ नराम्रो हो क्या फर इक्जाम्पल मानिलिनुहोस् तपाईँहरू कतिजना व्यक्ति हुनुहुन्छ जसले एकपल्ट मलाई मजा लाग्यो थियो मेरो एकपल्ट एउटा कुनै के भिडियोमा मैले एउटा कमेन्ट दिएको थिएँ मेरै आफ्नै भिडियोमा अनु गुरुङ तिमी बोका हो तिम्रो हरेक भिडियोमा तिम्रो अर्को गर्लफ्रेन्ड हुन्छ भनेर त्यहाँनिर लेख्नु भएको थियो एकजना को म चिन्दिनँ मजा लाग्यो क्या मलाई वाउ किनभने यतापट्टि चाहिँ मेरो हरेक भिडियोको हिरोइनहरू चाहिँ मेरो दिदी बहिनीहरू हो मलाई ढोग्छ राखीको दिन मलाई फोन गर्छ ह्याप्पी राखी दादा थ्याङ्क यू फर एडिङ भ्याल्यु इन माई लाइफ उतापट्टि मलाई भन्छ बोका हो मैले भने नि हामी सबैजना चाहिँ सीमित लेभलमा अन्डरस्ट्यान्ड सो त्यही कारण चाहिँ गसिप किन नगरिनु भनेको कारण चाहिँ यो किनभने तपाईँ इन्फर्मेसन मात्रै हुन्छ क्या लेडिज तपाईँहरूको हृदय पोइजन भएको कारण नै गसिप हो क्या तपाईँको घरमा 3-4जना मान्छे आउँछ बेलुका तपाईँको ग्रुप बस्नुहुन्छ गफ हुन्छ कसैको विषयमा है साह्रो लागि सङ छ कुनै कस्तो खाले गीत गाउँछ आई डोन्ट नो भने पनि तपाईँलाई म मनै पर्दैन फेरि त्यही ठाउँमा भएर वाउ त खतरा हो भने तपाईँलाई म भोलिदेखि अमेजिङ लाग्छ माई पोइन्ट इज तपाईँ साँच्चीकै तपाईँको एक्चुअल
बुझाइ चाहिँ के छ त? एन्ड दिस होल सिस्टम, यो होल सिस्टम चाहिँ यसरी डिजाइन गरिएको छ कि तपाईँ हुनु नै नदिनु बनाइरहेको छ क्या. द बेस्ट वे टु डिसिभ यु, द बेस्ट वे टु मेक यु far away from your actual destiny and your purpose is to make you confused. Yeah? Is to give you too much information. Yeah? TMI. Okay, so then this brings us to the final thing, the final level of stages of education. Then what is the last stage of education? It's called wisdom. Then what is wisdom? Wisdom is the application of knowledge. जब त्यो जुन ज्ञान पाउँछौँ नि हामीले, त्यो ज्ञानलाई जब आफ्नो लाइफमा अप्लाई गर्छौँ नि, that thing is called wisdom. If you've watched a lot of Martin Scorseseको सिनेमा हेर्नु भएको छ भने, या त a lot of Italian gangstersहरूको सिनेमा हेर्नु भएको छ भने, you know, there's a wise guy never do this, a wise guy. And if you read the Bible, Proverbs को किताबमा wise man भनेर तपाईँ जब फर्स्ट Proverbs पढ्नुहुन्छ तपाईँलाई यस्तो लाग्छ यो wise man त म होइन, म त त्यो मूर्ख man रहेछ. Wise man is a man, a wise woman is a woman who applies the knowledge in their lives. Now take any situation तपाईँको लाइफमा. If you're a baker on the other end, यदि तपाईलाई बेकिङ गर्नु सक्छु, बेकिङ गर्नु मन पर्छ भन्नु चाहिँ इन्फर्मेसन हो. तर यो बेकिङ गर्दै गर्दाखेरि कति मेजरमेन्ट हाल्नु पर्दो रहेछ, मैदा, कति दुध, कति अन्डा, कति ब्याटर बनाउनु पर्दो रहेछ, कति डिग्रिजमा ओभन तताउनु पर्दो रहेछ, कति मिनटसम्म राख्नु पर्दो रहेछ. सानो इन्फर्मेसनलाई तपाईँले प्रोसेस गरेर त्यसको नलेज तपाईँले प्राप्त गर्नुहुन्छ नि, द्याट इज भेरी इम्पोर्टेन्ट. तर त्यो सबै इन्फर्मेसन चाहिँ पाउनु भयो, त्यो नलेज पनि पाउनु भयो, तर गएर साँच्चीकै त्यो अन्डा फिट्नु भएन, त्यो मैदा हाल्नु भएन भने चाहिँ त्यो व्यर्थ हो. विजडम इज एप्लाइङ all the knowledge that you received to make something that is called wisdom. Ajo, my only motive of doing this lecture series is to help somebody, is to add value into the lives of someone. I'm here to inspire you, to motivate you. Because तपाईँ साँच्चीकै जो हुनुहुन्छ नि, तपाईँ आफैलाई चिन्न थाल्नु भयो भने नि, you will be shocked to know what an amazing person you are. But your entire system, the entire world, everything around you has lied to you. तपाईलाई झुट बोलेको छ कि तपाईँ चाहिँ तपाईँ त यो केही गर्न सक्दैन. No, do not listen to them. तपाईँ को हो भनेर तपाईँ खोज्नुहोस्. इक्जाम्पलको तौरमा भन्छु, जब हामी कुनै एउटा फोन किन्छौँ, मानिलिनुहोस् त्यो फोन किन्दै गर्दाखेरि त्यसको माथिपट्टि एउटा म्यानुअल बुक भन्ने आउँछ, जसलाई हामी टुइङ गरेर फ्याँकिदिन्छौँ. म्यानुअल भनेको चाहिँ के हो? म्यानुफ्याक्चरर्स माइन्ड. त्यो जसले म्यानुफ्याक्चर गर्नुभयो, त्यो म्यानुफ्याक्चर गर्ने व्यक्तिको त्यो प्रडक्टप्रतिको विचारहरू के छ भनेर त्यहाँ लेखिएको छ. यो प्रडक्ट असल फङ्सन कसरी गरिन्छ भनेर त्यहाँ लेखिएको छ. र त्यो असल फङ्सनिङ गर्नुको लागि, बुझ्नुको लागि चाहिँ हामीले त्यसलाई पढ्न जरुरी हुन्छ. त्यसरी नै तपाईँ को हो भनेर बुझ्नुको लागि तपाईँ र मलाई बनाउनु हुने ईश्वरले कहाँ के अभाइलेबल छ पढ्न थाल्नुहोस्. अल द रिलिजियस पिपललाई यहाँ पुरा रिस उठ्छ हुन्छ नि, पोएट्री पढ्नुहोस्, ह्युमन बिहेभियरको हामी मान्छे किन यस्तो छ, साइन्स पढ्नुहोस्. खालि पास भएर नेक्स्ट इक्जाम. हाम्रो पढाइ, धेरैजनाको पढाइ चाहिँ क्लास 12 पछि सक्यो क्या. तर जिन्दगी त कन्टिन्युस लर्निङ प्रोसेस हो नि त. यदि मेरो उतापट्टि तपाईँ एक्टर हुनुहुन्छ भने तपाईँले ह्युमन बिहेभियरल प्याटर्न पढ्नु एकदमै जरुरी छ, तपाईँले कल्चर पढ्नु एकदमै जरुरी छ, तपाईँले हिस्ट्री पढ्नु एकदमै जरुरी छ. त्यो अध्ययन गर्नु अति नै जरुरी छ. तर हाम्रो नेपाली भाषी समाजमा अध्ययनलाई, पढ्नुलाई, एजुकेसनलाई लिट्रेसीमा सीमित गरेर बाँधिएको छ र हामी काम पाउनु लागि मात्रै पढ्छौँ. एन्ड द्याट इज द मोस्ट फुलिश थिङ द्याट एज अ जाति हामीले गर्न सक्दछौँ. अनि मेरो एफर्ट यति छ कि यहाँबाट म सबैलाई सक्दिनँ, मलाई थाहा छ, तर 1-2 जनालाई पनि जो मेरो उतापट्टिको एन्डमा हुनुहुन्छ, तपाईँको लाइफमा मैले भ्याल्यु एड गरेर तपाईँलाई मैले इन्सपायर गर्न सक्दैछु भने देन
I am fulfilling my purpose. मैले यहाँ पर्पस भन्ने कुरा गरेँ. 3 Idiots भन्ने फिल्म तपाईँलाई याद छ भने 3 Idiotsले एउटा इम्पोर्टेन्ट कुरा भन्छ त्यहाँनिर, सक्सेस के पीछे मत भागो, काबिलियत के पीछे भागो, सक्सेस खुद ब खुद तुम्हारे पीछे झक मार के आ जाएगी. Many of us believe that the purpose of life is to be happy. खुसी भयो भने भइहाल्छ. नो, खुसी इज अ बाई प्रोडक्ट अफ पर्पस. जब तपाईँले आफ्नो पर्पस फुलफिल गर्नुहुन्छ त्यति बेला खुसी चाहिँ अटोमेटिकली आउने कुरा. तर खुसीलाई मात्रै पर्स्यु गर्नुहुन्छ भने खुसी चाहिँ भागी हिँड्छ. किनभने आज जे कुरामा तपाईँले खुसी पाउनुहुन्छ भोलि त्यही कुरामा खुसी पाउनु छोड्न सक्नुहुन्छ. देयर इज एन एन्टायर मुभी कल्ड द पर्स्युट अफ ह्याप्पिनेस, जसलाई गएर तपाईँले हेर्नुहोस्, बुझ्नुहोस्, अध्ययन गर्नुहोस्. ह्वेनसाङ भन्ने राजाले भन्नुभएको थियो, यदि कुनै समाजलाई चिन्नु भने त्यो समाजको सङ्गीतलाई सुन्नु भन्नुभएको थियो. त्यो समयमा चाहिँ सङ्गीत मात्र एउटा पोएट्री, सङ्गीत, पेन्टिङ मात्रै त्यो किसिमको थियो. र अहिले चाहिँ सिनेमा पनि एउटा इम्पोर्टेन्ट फ्याक्टर हो. आजको टाइममा ह्वेनसाङ राजा हुनुभएको भए सायद त्यो समाजको सिनेमालाई हेर्नु भन्नुहुन्थ्यो होला. र नेपाली भाषी व्यक्ति हाम्रो सिनेमाले के बोल्छ त, हाम्रो आर्टले के बोल्छ त, किन आर्ट इम्पोर्टेन्ट छ यो कुरामा म एक दिन तपाईँसँग बोल्नेवाला छु. पर आजको लागि म इन्सपायर गर्न चाहन्छु तपाईँहरूलाई. तपाईँ एजुकेट हुन थाल्नुहोस्, इन्फर्मेसनमा मात्र स्टक नहुनुहोस्. त्यो इन्फर्मेसन किन पाउनु भएको बुझ्नुहोस्. अन्डरस्ट्यान्ड द वाइज, ह्याभ नलेज एन्ड अन्डरस्ट्यान्डिङ, एन्ड देन अप्लाई द्याट नलेज एन्ड अन्डरस्ट्यान्डिङ एन्ड बिकम अ वाइज पर्सन. ह्याभ विजडम. सक्रेटिस भन्ने व्यक्तिले भन्नुभएको थियो, फिलोसफरले, कि द पर्पस अफ एजुकेसन इज टु अवेकन द सोल भन्नुभएको थियो क्या. इफ यु फिल योर सोल इज स्लिपिङ, इफ यु फिल तपाईँको इनसाइड चाहिँ अब मरिसकेको जस्तो लाग्छ, सुतिसकेको जस्तो लाग्छ, देन यु डोन्ट निड अनदर स्मोक, यु डोन्ट निड अनदर पफ अफ marijuana or another tablet or another beer or another drink. You need a deep level of education. म धेरै ठाउँमा भन्ने गर्छु क्या, जिस्केर, जसलाई हैन जिन्दगीको मात लाग्छ उसलाई रक्सीको मात लाग्दैन भन्छ क्या. कुनै पनि एङ्गलमा रक्सी खानु नराम्रो हो भनेको छुइनँ मैले, तर राम्रो हो पनि भनेको छुइनँ मैले. मैले पनि खाएर आएको, बेसी पनि भाषण छोडेको. तर रक्सी खाँदैमा कोही पनि मान्छे नराम्रो हुँदैन है, यो कुरा म क्लियरली भन्न चाहन्छु. किनभने हामी मान्छे रक्सी खानु अगाडि नै नराम्रो हो क्या. तर जब मान्छेलाई जीवनको चस्का लाग्छ नि, द नलेज, इन्फर्मेसन, विजडम, तब त्योभन्दा ठुलो हाई केही पनि हुँदैन क्या. वेन यु स्टार्ट पर्सुइङ नलेज हुन्छ नि, इट्स ब्युटिफुल, इट्स अमेजिङ. तपाईँ र म यस्तो समाजमा छौँ, हामी हेर्नुहोस् न, हामी फोन चलाउँछौँ होइन, फोन क्यामेरा छ. किन नेपाली भाषी व्यक्तिले चाहिँ कहिले पनि बनाउनु त छोड्नुहोस्, तर सोच्नु पनि सक्दैन हामी क्यामेरा बनाऊँ न भनेर. मैले अहिलेसम्म भेटेको छुइनँ, मेबी म गलत हुनसक्छु, तर एकदमै भयो नि, एकदमै थोरै होला, जसले भन्छ कि हामी क्यामेरा बनाउँ न त. किन यो सबै क्यामेरा जापानबाट मात्रै आउनुपर्ने, कोरियाबाट मात्रै, अमेरिकाबाट मात्रै किन आउनुपर्ने, चाइनाबाट मात्रै किन आउनुपर्ने? नेपाली भाषी व्यक्तिले हामी किन प्रड्युसर्स हुन सक्दैन, किन कन्ज्युमर्सै मात्रै छौँ? हामी यति गिटार बनाउँछौँ, एउटा गिटार फ्याक्ट्री देखाउनुहोस् त. जबकि गिटारको वान अफ द हाइएस्ट कन्ज्युमर्सहरू होला. जब हामी गिटार त छोड्नुहोस्, गिटारको स्ट्रिङ पनि बनाउँदैन हामी. वाइ? मेरो प्रश्न छ, वाइ? हाम्रो सोचमा ताला लगाइएको छ क्या. र मेरो आजको जमरको यति हो, मेरो आफ्नो नेपाली भाषी समाजमा हाम्रो सोचको तालाहरू खोल्न चाहन्छु क्या म. आई वान्ट इट टु बी ओपन बिकज द्याट इज द फर्स्ट थिङ टुवर्ड्स एजुकेसन. तपाईँलाई थाहा छ, सबै ज्ञानी ज्ञानी मान्छेले किन किताब पढिरहेको हुन्छ नि जहिले पनि, या त इन्टरभ्यू सुनिरहेको हुन्छ, पडकास्ट सुनिरहेको हुन्छ, किन? वाइ? Oh, you got to sit in this class of body, mind and soul.
बडी स्पिरिट एन्ड सोल एन्ड स्पिरिटको क्लासमा तपाईँ बस्नुपर्छ। मलाई यति बिघ्न कुरा भन्नु छ तपाईँलाई, तर मैले त्यो मिलाएर भन्नु नै जानेन क्या आज। बट आई होप तपाईँले बुझ्नुभयो होला मैले के भन्नु खोजेको। आज हाम्रो धेरै लामो सिरिजको पहिलो लेक्चर हो, द 3 स्टेजेस अफ एजुकेसन। यसलाई फेरि रिफाइन्ड तरिकाले म तपाईँको फेरि एकपल्ट लिएर आउँछु। To know you are a guitar player is just to have information. To know why you are a guitar player is to have knowledge about it. And to use that knowledge and actually play the guitar is called wisdom. तपाईलाई तपाईकै माइन्डको तालाले रोकिराख्छ थाहा छ। The greatest weapon that has been used against us, हाम्रो खिलाफमा युज गरिएको सबैभन्दा ठुलो वेपन चाहिँ के हो थाहा छ? Ignorance. How many roads must a man walk down before you call him a man? How many seas must the white dove sail before she sleeps in the sand? And the answer, my friend, is blowing in the wind. The answer is blowing in the wind. Bob Dylan ko yo gitle thi amazing kura bolcha. Hey, Mr. Tambourine Man, play a song for me. पूर्वेली का छिटी सारा सबै उजेली सके रहेछ अन्ध्यारो अझै नेपाली आकाशमा। यति बिघ्न कुरा भन्नु छ मलाई, कहाँबाट भन्नु कसरी भन्नु भइरहेछ, तर I hope you understand what I'm trying to say. And the reason why all these so ज्ञानी मान्छेले किताब पढिरहेको, अडियो पडकास्ट सुनिरहेको, ज्ञानलाई अब्जर्भ गरिरहेको व्यक्तिहरू चाहिँ यो व्यक्तिहरू हो जसले ज्ञानको इम्पोर्टेन्सलाई बुझ्नु भएको छ। अनि यो ज्ञान भनेको चाहिँ डरलाग्दो ओ ज्ञानी को यस्तो नर्ड भनेको होइन। ज्ञान भनेको तपाईँले बुझिहाल्नु पर्ने, हामीलाई चाहिँ त्यो बाहिरी मात्रै थाहा छ क्या हरेक कुराको। And that pisses me off like anything. Guys, let's become wise. अनि अन्तिममा दुईटा कुरा भनेर तपाईलाई म आज हाम्रो फर्स्ट लेक्चरलाई एन्ड गर्नेवाला छ। द फर्स्ट थिङ आउट अफ द टू इज एउटा मेरो अब नयाँ गीत आउँछ केही समयपछि। त्यो गीतमा केटा र केटीको डायलग छ क्या। केटा र केटी जाँदै गरेको हुन्छ अनि केटाले केटीलाई भन्छ बेबी भन्छ, दुईजना एकदम यसो रुख देखाउँछ अनि भन्छ क्या बेबी ओइ रुखमा तिमीले के देख्यौ भन्छ क्या। केटीले ब्रान्चेस सो नाइस नो। ओके अरू के देख्यौ? बर्ड्स। ओके अझै I don't know के भन्नु त भन्नु न। टेल नो तपाईँले चाहिँ के देख्यो? बेबी मैले नि फर्निचर देखेँ। फर्निचर या तपाईँको अगाडिको रुखमा तपाईँले के देख्नुहुन्छ? एउटा रुखमा फर्निचर देख्नु लागि चाहिँ कार्पेन्टरको आँखा हुनुपर्छ क्या। एउटा मिस्त्रीले एउटा रुखमा टेबल, चौकी, बेड, सोफा के देखिसक्छ क्या। तपाईँको वरिपरि, तपाईँको छेउमा, तपाईँको हातमा यस्तो दामी दामी चिजहरू होला कि तर तपाईँले कहिले पनि त्यसको भ्याल्यु नै नदेखि तपाईँ मर्न सक्नुहुन्छ क्या। त्यही कारण भनिन्छ नि संसारको सबैभन्दा पोटेन्सियल धनी ठाउँ चाहिँ कब्रिस्तान हो, लास जलाउने ठाउँ हो। किनभने त्यहाँनिर यस्तो अमेजिङ पोटेन्सियल चाहिँ दफ्निएर बसेको छ।
यस्तो अमेजिङ स्टोरिज बिजनेस आइडियाजहरू थियो जो डरले गर्दा कहिले पनि बाहिर निक्लिन सकेन। अनि तपाईँलाई थाहा छ डर चाहिँ कहाँबाट पैदा हुन्छ? इट इज अलवेज बर्न आउट अफ इग्नोरेन्स। तपाईँलाई थाहा छ हामीलाई भूतसँग डर लाग्दैन कि, तर भूतको बारेमा डर लाग्छ नि। बी द्याट पर्सन जस्तो एउटा रुखमा चाहिँ फर्निचर देख्न थालोस् क्या। अनि यदि कोही दुईजनाको सम्बन्धमा पहिला एउटा केटीले तपाईँको लाइफमा भ्याल्यु देख्दैछ या केटाले तपाईँको लाइफमा भ्याल्यु देख्दैछ र अब भ्याल्यु देख्नु छोड्यो भने चाहिँ यसको दुईटै मात्रै कारण हुन्छ। वान अफ द फर्स्ट कारण चाहिँ उसले सायद तपाईँभित्रको फर्निचर देख्न छोडेको छ क्या, या त तपाईँभित्र फर्निचर नै छैन क्या। यदि छैन भने तपाईँभित्रको भ्याल्युलाई तपाईँले बढाउनुहोस् अनि अर्को मान्छेले तपाईँको त्यो भ्याल्यु देख्छ भन्ने समयलाई पर्खिनुहोस्। यु डोन्ट ह्याभ टु प्रुभ एनीवन एनिथिङ। आई हेभ सो मच टु टक टु यु, पण आजको लागि म यहीँनिर तपाईँहरूसँग समाप्त गर्दछु। थ्याङ्क यू फर जोइनिङ एन्ड वेलकम टु द फर्स्ट एपिसोड of this series of lectures. This one's called The 3 Stages of Education. God bless all of you. See you again.